हनी बी चाहिँ होइन साथीहरू, यो चाहिँ हो याकको दुध। चाहिँ हो याकको घिउ गाइस, याकको घिउ दुध आएको छ। सो हेलो गाइस है, आजको यो ब्लगमा चाहिँ म बारी बनाएको देखाउँदैछु। यो फर्सी चाहिँ अलरेडी आइसकेको छ। सो यसरी चाहिँ यहाँ भिरलाई चाहिँ घरको पछाडि बारी बनाएको, नाली बनाउँदैछ बारीको लागि। बारीको अपडेट पनि छिटो दिन्छु तपाईहरुलाई। यो जुम है तलै तल, यहाँ यसरी आयो भने चाहिँ यहाँ फेरि अर्को गरा बनाएको छ हामीले। यहाँ गरा बनाएको छ अनि यो पनि मजाले बुनेर चाहिँ यो डल्लै बन्द गरेको छ। यहाँ काँटा राखेको छ काम सकेर। अनि यहाँ चाहिँ हामीले क्यारेट रोपेको छ गाइस। क्यारेट नानीको लागि चाहिन्छ नि त होइन। क्यारेट चाहिँ कति किन्नु हो, खै देख्नु त देखेको छैन। पलाउने हो कि होइन, लामो छ यो पनि बारी। मजाले फर्सी आएको छ यहाँ चाहिँ गाइस। फर्सी चाहिँ दामी पहिलो पनि भइसक्यो त्योहरू चाहिँ। यसरी मजाले बारेको छ वरि। यहाँ पनि बारेर के रोप्नु पर्ने रहेछ, रेडी चाहिँ रेडी नै छ। यहाँ अब यहाँ पनि हल्का बार्नुपर्छ। यस्तो जग्गालाई चाहिँ हामीले युटिलाइज गर्यो है साथीहरू। दामी भएको छ यो, मजाले देखौँ भन्ने छैन। यसलाई चाहिँ भन्छ छेन्जे। यहाँ हामीले साग पनि रोपेको छ, लट्टे साग रोपेको छ, आएको छैन। यिनीहरूमा चाहिँ लट्टे साग छ। यो चाहिँ यो छिप्पाको हो। यसलाई चाहिँ छेन्जे भन्छ। कतिजनालाई याद छ, याद छैन। छेन्जे यो चाहिँ धनियाँ जस्तै हुन्छ तर धनियाँ चाहिँ होइन। यो चाहिँ छिप्पाएर राखेको हो साथीहरू। यस्तो छ छेन्जेको बोट। अब यहाँ टेकेर उता जाउँ भने यहाँ त रोपेको छ साग। यहाँ चुच्चे करेला र पदिना छ। यहाँ चाहिँ यदि नै हो, बारी चाहिँ ठुलो छैन। धनियाँ चाहिँ यो चाहिँ सेकेन्ड एटेम्पमा चाहिँ मजाले आएछ हौ। नभए चाहिँ अस्ति चाहिँ हामीले के गरेर मार्यो, बेसी भिजाएर राखेर मजाले उम्रिँदो रहेछ धनियाँ चाहिँ बिटिटिटिटी। सो यही हो बारी चाहिँ गाइस। यस्तो दामी भएको छ, खुसी लाग्दो रहेछ। यस्तो छ। अझै म आएपछि तपाईँहरूलाई यो फलेपछि देखाउँछु है। सो गाइस यहाँ चाहिँ हाम्रो सिँढी चाहिँ अलिकति हिँड्नु अप्ठ्यारो छ नि त। यहाँ चाहिँ गाइस सिँढी बनाउनु आँटेको छ। यो एक्स्ट्रा त्यो झर्नु चाहिँ तल आउनु पर्दो रहेछ। पहिला त्यो बनाउँदा यहाँ पहिला हामीले काम गर्दा गरेन रहेछ, त्यहाँ एउटा चाहिँ छोडेछ। सो बुढा आफै ट्राई गर्ने अरे, हेरौँ कस्तो हुन्छ है। सफा गर्दैछ त्यहाँको घाँस। पहिला चाहिँ यो सिँढी बनाउँदा बनाउँदै मिस्त्रीले त्यहाँ एउटा चाहिँ छोड्दैछ। आफै गर्दैछ। सरी हेलो हेलो। दामी भएछ। उयो स्ट्रेट गर्नु भने यहाँ त सिँढी त लुकेको पो थियो रहेछ हाम्रो घाँसले। निकै ठुलो बनाएको थियो रहेछ। यहाँ चाहिँ सबै घाँस थियो गाइस। यो चाहिँ बनाएको, यो चाहिँ उयो लगाएर मान्छे लगाएर दामी भयो दामी। यहाँ चाहिँ निकै पो काम गरेछ त। ऊ परसम्म गरेछ, सिमेन्ट लगाएछ यसरी। गाइस सिँढी देखाउँछु। सबै निकालेपछि चाहिँ कस्तो भएको छ।
यो हो यस्तो भएको छ हो। यहाँ पनि मजाले गर्नुभयो अनि उब्रेको सिमेन्ट र यो चाहिँ परसम्म यसरी ढलाई गरिदिनु भयो। सो हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई सानो मेरो बारीको टुर दिने। हाम्रो चाहिँ यहाँनिर यस्तो तल बारी बनाउने जग्गा चाहिँ थिएन होइन, यस्तो भिड थियो नि त। अनि बादमा चाहिँ हामीले यस्तो हेर्दाखेरि चाहिँ बारी बनिने रहेछ सानोतिनो दुःख सुख भनेर चाहिँ हामीले बनाएको थियो है। अस्तिदेखि चाहिँ मैले सानो सानो क्लिपहरू चाहिँ बनाउँदै राखेको छु। सो त्यसमै एड गरेर चाहिँ यो भ्लग चाहिँ म कम्प्लिट गर्ने आज चाहिँ। सो के उम्रिसकेको छ है, कति उम्रिसकेको छ म देखाउँछु आज है तपाईँहरूलाई। सो लेट्स गो टु बारी। ठेरो छ हिँड्ने जग्गा चाहिँ यहाँ कि। सो यहाँ फर्स्टमा आइपुग्दा चाहिँ साथीहरू कस्तो खुसी लाग्दो रहेछ हौ। धनियाँ मजाले आएछ, धनियाँ छ हो फर्स्टमै। त्यहाँदेखि तल आयो भने चाहिँ यहाँ ब्रोकली छ, अरू कोपीहरू छ हो। यहाँ साइडमा चाहिँ लसुनहरू छ। ब्रोकली चाहिँ यहाँ 2-3 मात्रै रहेछ, मजाले आएको छ हो। सो यहाँ खोल्यो भने चाहिँ भित्र चाहिँ पस्दिनँ, यहीँबाट देखाउँछु। यो चाहिँ बिट आएको छ, बिटरुट साथीहरू, बिट टिङ बिटरुट आएको छ। यहाँ चाहिँ के रोपेको थियो यादै भएन हौ मलाई। यहाँ बुढाले के रोपेको थियो, आउनु चाहिँ आएको रहेछ। ए मुला हो, मुला अलिअलि आएछ, एकवटा मात्रै देख्दैछु। अन्त यहाँ पर चाहिँ छ साथीहरू सिमी र मकै सँगसँगै हालेको। अब यहाँ थाङ्ना लाउने बेला भएको छ, किनभने मकै त यस्तो छिटो आउँदैन होला, सपोर्ट हुँदैन। औ यहाँ छ फर्सी, मजाले सप्रेको छ हो। अनि यहाँ पनि साग छरेको थियो, आएकै छैन तर यहाँ चाहिँ लट्टे। अनि यहाँनिर यो के साग भन्छ साथीहरू, यो यहाँ छ चुच्चे करेला। यहाँ मिन्ट लिप्स चाहिँ सबसे छिटो सप्रेछ, मजाले आएको छ। चुच्चे करेला चाहिँ यत्रो लामो भएको छ। लु आउनुहोस् है मसँग। यहाँ पनि के रोपेको थियो आएन, यहाँ पनि आएन रहेछ। सो यहाँ चाहिँ त्यो क्यारेट, यहाँ चाहिँ क्यारेट रोपेको थियो साथीहरू। अलिअलि त देख्दैछु, बेसी चाहिँ नआउने रहेछ। यो चाहिँ सबसे लामो यसमा चाहिँ क्यारेट रोपेको थियो। क्यारेटै कम्ती देख्दैछु, क्यारेटको चाहिँ डाउट छ। फर्सी मजाले सप्रेछ, अस्तिसम्म चाहिँ अलिअलि आएर चाहिँ अड्किरहेको थियो, अहिले चाहिँ यहाँ मजाले भएछ। यति भए पनि हामीलाई त धेरै यो प्याज उम्रेको थियो, सो त्यही खाँदिदिइरहेको छ हामीले। यति हो साथीहरू। तल अस्ति खोला बढेर डेन्जर भएको थियो, निकै बगाएर नि ल्याएछ। निकै तल हो हुनु चाहिँ हो। यहाँभित्र चाहिँ हामीले रमभेडा सार्नुको लागि जोगाएर राखेको छ। रमभेडा पनि आइसकेको छ, फल्नु चाहिँ फल्छ कि फल्दैन फेरि अपडेट दिन्छु म तपाईँहरूलाई। यो चाहिँ भित्र अलिकति स्टोर पनि के भन्नु, यहाँ मुनि हालिरहेको छ हामीले चाहिँ। यहाँ यसरी बार्नुपर्छ, नभए चाहिँ हाम्रोमा चाहिँ गाई छिरिहाल्छ हौ साथीहरू। गाईको चाहिँ भिडियोको अन्त्यमा आइपुग्यौँ हामी। आज चाहिँ सिस्नो भात पकाएर खाने हो।
आज ये मिला है, इसको क्या बोलते हैं, लिटल या क्या बोलते हैं। ऐसे करके इसमें मैदा डाला है थोड़ा थोड़ा। अब मैदा डालने के बाद इसको मिक्स कर दिया हमने, तो इसको ऐसे रखेंगे थोड़ी देर। पहले पानी बॉईल करेंगे, उसके बाद इसमें डायरेक्ट पानी में डालेंगे, इसको बॉईल करेंगे। तो ये ऐसे रहा, साफ हो चुका है ये। अभी बॉयल वाटर में डालते समय थोड़ा पानी में धो के फिर डालेंगे।